म रेडी ल। ल यो महाङ्काल होइन, महाङ्काल अब यहाँ पछाडि चाहिँ मकनपुर भयो, यतातिर चाहिँ त्यो भ्यूहरू हेर्न पाइने बिहानको दृश्य। अनि यो कृषिको लागि एकदम पोसिबिलिटी, बाख्राहरू भयो। अब यो एकदमै टिपिकल देखाउने हो भने यो मान्द्रो एकदम ओखो मान्द्रोहरू भयो यहाँ है, टिपिकल्ली गर्न मिल्ने भनेको। अब यहाँ होमस्टेको लागि चाहिँ यहाँ टिपिकल कुराहरू यसरी राखेको हुन्छ। फार्म स्टे गर्न मिल्छ हामीले, जस्तै मकैहरू यसरी चाहिँ फर्नहरू पनि गरिएको छ। र यहाँबाट अनि यस्तो राम्रो छ, मलाई साह्रै त्यस एकदम आनन्दित बिहानको विशेषमा हामीले देख्न पाउने होइन। यहाँबाट एकदम फार्म स्टेको लागि आनन्दित आउने ठाउँ। यहाँ घरहरू भित्रै छ। अनि त्यस पछाडि चाहिँ यहाँबाट देखिने भ्यूहरू अनि त्यस पछाडि यहाँ भ्यू अनि मकनपुरसम्म देख्न सकिन्छ। र यहाँबाट ठ्याक्कै यो रोड भयो। अनि बाटोको एक्सेस पुज्लाउने राम्रो भएको खण्डमा चाहिँ हामी पैदल पनि यात्रा गर्नु मिल्छ। र यहाँबाट यसरी हामीले हेर्दै यो के अरे सर्देन गुम्बा होइन, सर्देन गुम्बा चाहिँ हामी सिँढी चढेर त्यहाँ पैदल यात्रा पनि गर्न मिल्छ। हाम्रो कन्डिसन गाउँपालिका पनि देखेको छ। अनि त्यहाँ फुलचोकी डाँडा पनि देखेको छ। र यसरी हामीले चाहिँ प्रवर्धन गर्न कृषि, पर्यटन र संस्कृति यो सम्पूर्ण यो भ्यूहरूलाई देखाएर हामीले एउटा पर्यटकीय क्षेत्रलाई प्रमोसन गर्न मिल्ने खालको चाहिँ भ्यूहरू कोन्जीसँग प्रत्येक ठाउँमा छ। र आज चाहिँ म यो कोन्जीसँग 2 नम्बरमा तालिमको सिलसिलामा यो सम्पूर्ण भ्यूहरू चाहिँ बिहानैदेखि निहाल्ने मौका पायो। र त्यसैले हामी यहीँ प्रवर्धन गर्न सकिन्छ भन्दै थ्याङ्क यू।